हेलो म चाहिँ आज तपाईहरुलाई कटरको तरकारी बनाउने तरिका सिकाउँदै छु। सुरुमा चाहिँ मैले कटर यहाँ रेडी पारिसकेको छु। हल्का चाहिँ अब पानी राख्ने, कटर रेडी पार्ने। त्यसपछि चाहिँ मैले यहाँ पानी बसालेको छु। पानी चाहिँ अब उम्लिन लागेको छ। पानी उम्लिसकेको छ। त्यसपछि चाहिँ बिस्तारै बिस्तारै यसमा कटर राख्ने। मैले चाहिँ यसमा सबै कटर राखेको छु। हल्का थोरै नुन राख्ने अनि त्यसपछि हल्का बेसार राख्ने। बेसार राखेर चाहिँ हल्का चाहिँ यो राम्रो देखिन्छ। नुन बेसार राखिसकेपछि चाहिँ हल्का यसलाई चलाउने। चलाइसकेपछि यसलाई चाहिँ छोपिदिनुपर्छ। यसरी पाकिरहेको छ। यसलाई चाहिँ अब म थालमा राख्छु। थालमा राखिसकेपछि म कराईमा थोरै तेल राख्छु। तेलमा राखेर यसलाई एकछिन भुट्छु। त्यसपछि यसलाई म हल्का भुटिरहेको छु। यसरी जति भुट्यो उति राम्रो देखिन्छ। अब चाहिँ मैले एउटा प्याज टमाटर पिसेको मसला रेडी पारिराखेको छु। तेलमा प्याज राख्ने। प्याज एकछिन पाक्छ। थोरै मसला राख्ने अनि धुलो खुर्सानी पनि राख्न सक्नुहुन्छ हल्का। त्यसपछि यसलाई एकछिन पाक्न दिनुपर्छ। मस्तसँग पाक्छ। पाकिसकेपछि यो पिसेको मसला राख्ने। मसला राखिसकेपछि यसलाई हल्का हल्का चलाउने। चलाएपछि यसलाई अलिकति पाक्न दिनुपर्छ मसला। अनि मसला नपाकेको चाहिँ राम्रो देखिन्न। मसला पाकिसकेको छ। त्यस पछाडि चाहिँ अगाडि तानेको कटर राख्ने यसमा।